डॉन के दुश्मन को ये बात हमेशा याद रखनी चाहिए कि डॉन कभी कुछ नहीं भूलता। Why not coconut? No, because all the time with his teeth, but he hasn't eaten with them yet. Oh my god, yo. So, the best way to describe this flavor, if you ever had the gum that's called juicy fruit gum. A few moments later. तपाईँ त किन गर्छ खालि घाँटी खसखस त्यो सुर्ती खाएर होला त्यो भएपछि हुँदैन केटी देखेपछि हुन्छ चञ्चले चञ्चले गण्डकी हुन्छ के हो ए यस्तो बोल्छन् काट्नुपर्छ जहिले मलाई किन काट्नुपर्छ यो काट्ने नि होइन त्यो आओस् भनेर भाइरल बनाएको बात त सही है के तपाईँले सोध्ने हुन्न एउटा न एउटा जवाब यहाँ झुन्डेको छ झुन्डिराखेको छ रेडी है बोल्ने बित्तिकै जवाब आयो है ओहो अनि केटीतिर नहेरै भनेछ गोराले मैले कस्तो केटी रहेछ केटी त नाङ्गै छक्कै परेको रे म त भाग्यमान रहेछु म त भाग्यमान रहेछु Why not coconut? Nepali food very good. Bye namaste. Hello. बिरालो गुला there. स्वर्ग देख्नु भयो त थाइल्यान्डमा स्वर्ग देख्ने पाइन भाइ उठेन स्वर्ग भनेको त्यही होला भन अनि अमला थिएन अमला त अब त्यो कहानी पछि सुनेको अब हामी सम्राट र म जापान जाँदाखेरि रेड बुल लिएर जाने यो लेग साइड बसेपछि त अनि पहिला त भैँसीले त इङ्ग्लिस बोल्छ भन्थ्यो होइन रे त्यो भैँसीको त मोमो खाए क्या के भन्न चाहनुहुन्छ खानेकुरा भयो भए खान सकिँदैन थियो यो चाट्ने कुरा भएर सक्छ कान्छ गुल्ला खान्छ कान्छ गुल्ला खान्छ Gula cansa. Gula cansa. चञ्चले चञ्चले
जागू राखायचं मुंटो मात्र सबै ऑटोमा नाग्ने ये तपाईँलाई ताने कि कति राम्रो राखेको के रे काका थियौँ खाइले न दस्ती आगरे अनि पोलमा त सबै कि नाग्ने कति राम्रो राखेको थियौँ थाइल्यान्डमा जानुभयो गएँ हामी दुईजना मात्रै को मन पर्यो त नि एकजना मलाई कुनै मन परेन नेपालको मनै पर्दैन कहाँको मन पर्छ लालजी भन्नु त मलाई त थाइल्यान्डको केटी मन पर्यो नेपालको त मनै पर्दैन बात तो सही है ठीक आहे थायलंड के असं होइन थायलंड के अंदर रांधा हामी कति होता होता कति राम्रो कति मोटा नेपालका केटीको त सेता साँक्रा थाइल्यान्डका केटीका काला साँक्रा कति राम्रो थियो तरुणीतिर ध्यान छ तरुणी मुसुका बसे मटुसुका